हिजो जस्तै रुल ल होइन नि तिम्रो आइडी पाएन हजुर तिम्रो आइडी पाएन हिजो जस्तै रुल हुन्छ यसमा जो 100 पुग्नुहुन्छ उहाँ किक आउट हुनुहुन्छ है अनि अरू पाउनुहुन्छ तपाईँ चाहिँ केसमा सर्च गर्नु भएको त केमा केसमा सर्च गर्नु भएको मैले इन्स्टा समीरानी गेम खेल्नु पर्दैन खेल्नुपर्छ अहिले खै दिदी आउनु भएन दिदीलाई पनि आउँछु दिदी र तपाईँ खेल्नु न गेम खेल्ने कति पर्खिनु भयो त देख्नु त सर हराउनु भएको हजुर नआउने डुन्दिनु बाई हेलो हाई हाई अब एकजना आउनु भएन एकजना सरी त ल 100 को हुन्छ उहाँ निक्लिनु है आफै कहाँ हो समीर भाइ अहिले समीर दिदी खोइ दिदी अहिले माथि रुममा हुनुहुन्छ हामी चाहिँ दिदीको घर जाँदैछौँ है बस्न अनि दिदी माथिबाट लाइभ आउनुभएपछि म गेम खेल्छु दिदीसँग दिदीसँग गेम खेल्नु न अनि बिहा अघि नै त अरू मान्छेसँग खेलाएको थियो त त्यस्तै गरेर खेल्नु न खेलिन्छ अनि अहिले चाहिँ हामी लम्जुम है बेसी सहर तपाईँको के भयो काम कुरो बन्ने हो बन्यो नि जन्म दर्ताहरू भइसक्यो नाकेटा पनि बन्ने हो भोलि हुन्छ त्यो चाहिँ है ल ठिक छ बधाई छ बाबु थ्याङ्क यू खुसी लाग्यो बधाई छ एकपल्ट हाँस्देऊ त समीर म लाइट छैन यहाँ लाइट छैन रे खुसी लाग्यो हामीलाई एकदमै हुन्छ दाइ खाना खानुभयो त तपाईँहरूले हजुर खाना खाइसक्यो नि कान्छो बाबु ए सबजनाले खानुभयो त मेरो भ्युवर्सहरू कमेन्ट गरिदिनु है जति आउनु भएन यतानिर जो 100 पुग्नुहुन्छ नि अर्को आउनु है 100 पुग्नुपर्छ हिजो जस्तै रुल सबजनासँग बोल्नुपर्छ है हो नि कङ्ग्रेस समीर थ्याङ्क यू सबैजनालाई थ्याङ्क यू के छ खबर अरे सब कुछ ठिक छ है तपाईँको चाहिँ के छ खबर खाना खायो बाबु खाएँ अनि तपाईँहरूले खानुभयो त समीरले सकेसम्म मेसेज पढ्छ है समीर एकदम राम्रो मान्छे हो तर हामीलाई त आज हाम्रो माया गर्नुहुने एकजना आन्टी हुनुहुन्थ्यो है नाइन लमजुमबाट है उहाँले खाना खानु बोलाउनु भएको थियो अनि त्यो भएर गएको सक्स गनाएर झन् अहिले सब सक्स उतार भयो नि के हो सक्स भने जुत्ता गनाएको भने जुत्ता धुनु पर्दैन हौ मेरो होइन अरू सरहरूको नि मेरो होइन अरू सरहरूको रे यार खतरा हाँस थियो म त सुरुमा धुनु गएको थिएँ अनि धुनु गएको फेरि है पानी खोलेको त्यो एउटा कुन धाएर मैले बटारे माथिको सब पानी टाउको भरि आयो क्या अघि अनि त्यही त नि मेरो लाइफमा आएको थिएँ अनि फेरि म लाइफमा आउने जान्छ अनि फेरि तपाईँ लाइफमा नआउने फेरि तपाईँले मेसेजमा मेरो लाइफमा आउनु भने रहेछ ओके छ त भाइसँग बोल्न मन छ कोसँग मसँग कि मेरो भाइसँग एकैछिन बोल्नु मन छ भने होइन यो माथि जो जति हुनुहुन्छ नि मेरो मतलब गेस्टहरू उहाँहरूको 100 पुगाइदिनु अनि आउनु है जो बोल्नु चाहनुहुन्छ आउनु है खोइ त भाइ चाहिँ खोइ तपाईलाई मोनिटर राख्नु आउँदैन आउँदैन एकछिन हेर्छु ल नत्र मलाई राख्नु न भनेको के आउँदैन मलाई त कसरी गर्छु अब मोनिटर राख्रे यार फर्स्ट टाइम मोनिटर हटाउँछ हैन त्यस्तो भयो भने त रिसाउँछ सबै भ्युअर्सहरु कहाँ छ मोनिटर गिफ्ट माइक्रोफोन क्यामेरा एक्सपेन्ड मेरोमा उ गर्ने हो के मेरो प्रोफाइलमा थिचे अनि त्यहाँ हेर्नु त त्यहाँ मचा गनाए भन्दै हुँदैछ गाई चाहिँ देमेर सरको चाहिँ कोटै गनाए जस्तो लाग्छ क्या मलाई रातो कोटे हो रहेछ कोटे गनाए जस्तो लाग्छ मलाई त एकजनाले होस्ट गर्नु न हिजो जस्तै कसरी होस्ट मलाई त देवेन्द्र सरको कोट गनायो रे एकजना गर्नु त होस्ट गर्नु त हजुर
जस्ट दिक्सेको है अब तल मोनिटर राख्नु आउँदैन पक्क तपाईँलाई एक दिन सिकाउँछु ल ओके छ त मलाई आएन कि साँच्चै आउँथ्यो म मोनिटर राख्यो भने अनि राम्रो हुन्छ क्या ए छैन कि कसरी गर्छ उ त्यो कसलाई हो बोल्नु मन लाग्यो भन्थ्यो त अघि सरहरूको पनि इज्जत राखिदिनु हुन्छ जिक्सेको मात्र हो नरिसाउनु है त्यतिकै जिक्सेको नाइ सरहरू पनि उसँगै हैसिन्छ होइन होइन हामी सर रुममा हुनुहुन्छ सरहरू हामी यता दिदी भएर आएको नरिसाउनु है कोही पनि म जिक्सेको मात्र ल को गेस्ट आउनुहुन्छ एकजना आउनु है दिदी खोइ त भाइ दिदी समीले त्यतिकै जिस्केको क्वेटियादेखि हेरिरहेको छु दिदी खोइ त बोलाउनुहरूलाई ओके छ बोलाउँछु अनि सरहरू खै त सरहरू सबैजना रुममा हुनुहुन्छ है हामी चाहिँ यता दिदीले बोलाउनु पऱ्यो यसो बस्नु आएको थियो अनि समीर भाइ हजुर आउने समीर भाइलाई धेरैले माया गर्नुहुन्छ चाहिँ होस् खुसी लाग्छ क्या माया गर्नु पर्यो हो नि माया गर्नु परिहाल्यो ल है सबैजनाले समीर भाइलाई सहयोग गरौँ सपोर्ट गरौँ टिकटकमा हेलो समीर भाइ समीर यहाँ सिस्टरले बोलाइरहेको बोल्नु है सुन्दैछु बाबु खै त सानो बाबु सानो ऊ बाहिर छ काशी भाइराल है यो है अहिले है जन्म त भन्यो है अब भोलि चाहिँ नाइट त बन्दैछ नागरी त बन्दैछ अरे भोलि समीर तिमीले नाइकी त उमेर बढाएर बनाएको हो उमेर घटाएर चाहिँ होला नबढाऊ बाबु आफ्नो जति छ त्यति नै त्यही त भनेको होइन कि नाइ 18 वर्षबाट मात्रै बनिन्छ होइन नागरिकता त भनेको क्या होइन 16 मै हो 16 मा बनिन्छ उमेर चाहिँ घटाएको हो घटाएको 1 वर्ष घटाएको नि राम्रोसँग पढेर धेरै ज्ञानी हुनु एकदम अनि आमा र दिदी हो त नि म आमा र दिदी आमा त्यही हामीलाई जसले आज माया गरेर खाना बोलाउनु भयो नि उहाँको घरमा राख्नु भयो आमालाई चाहिँ अनि दिदी चाहिँ होटल रुममा हुनुहुन्छ आमा त रोनु भएको होला यार अब त है धेरै रोनु भयो दुईजनाको बन्यो दुईजना बन्यो अस्तिदेखि हेरिरहेको म हल्कुदेखि अस्तिदेखि हेरिरहेको थियो बोल्न मन लागेको थियो अस्ति पनि तान्नु भनेको त्यस्तै त्यस्तै भयो के छ ए तिमीले फेसबुक यही नामबाट खोलेको छ भाइ फेसबुक बिचमा के मात्र छ मेरो बिचमा के मात्र रे समीर के गुरुङ छ ओ कसले भन्नुभयो ए हाम्रो दिदीले मैले आज कसले भने अहिले मार्दिउँ नि फेरि हजुर थ्याङ्क यू गिफ्ट गरिदिनु भएकोमा गर्बु मनिषा 790 दिदी हुनुहुन्छ होला सायद गिफ्ट गरिदिनु धन्यवाद अनि सुनिता आन्टी हुनुहुन्छ कि दिदी हुनुहुन्छ हौ थ्याङ्क यू है तपाईँलाई पनि गिफ्ट सानो भाइ जस्तै छ मेरो पनि छोरो हो त हेर्नुहुन्छ सोनमलाई समीर हजुर भाइलाई देखाउ न भाइलाई बिचरा 15-16 कुखुरा किनेर बिजनेस गर्ने कम त घाँस पनि उठ्छ बिचरा बाबु तिमीलाई आमा दिदीसँगै बस्नु बाबुको नामदेखि नै धेरै माया गर्नु
हुन्छ आमा दिदीहरूले समीर यहाँ तपाईँलाई गाई चढी बोलाउँदै हुन्छ बोल्दै केही भन्न चाहन्छ दुई शब्द म नबोल हेलो भाइ दर्शन नमस्ते नमस्ते सन भाइ हेलो हेलो खाना खायो के छ बाबु खाएको यो बाबुले हँसाउँछ क्या जस बोल्दाखेरि भन्ने हुन्छ रमाइलो लाग्छ कि मजा लाग्छ कि बोल्दा नि मजा लाग्छ रमाइलो खालको छ यो बाबु बोल्दैन कि सानो भाइ लजाउँछे बोलेपछि हँसाउने रहेछ अनि हजुर बोल्दा चाहिँ नबोल्ने बोलेपछि हँसाउने के सानो भाइले थ्याङ्क यू ऊ धेरै नबोल्ने बोलेपछि ठ्याक्क टुको मिलाएर बोल्ने हो भने हँसाउने रहेछ क्या हजुर कस्तो मेरो साथी झै हुनुहुन्छ त को म गेटमा पनि पानीमा बुझेर दिदीलाई पर्खेको भन्दा मेरो आँसु नै आयो रे अनि तपाईँहरू कहाँ बस्ने के भने सल्लाह हुन्छ भने होइन ए आज सल्लाह भएन अब मामुली घर जाने नि मात्र देव तामाङ दाई हुनुहुन्छ होला सायद समीर कतिमा पुष्टि गर्नु समीर पनि ठुलो भइसक्यो अब कहाँ बसेर पढ्ने त्यो त अब तिमीलाई पनि थाहा है राम्रोसँग पढ होइन समीर 12 सम्म चाहिँ दिदी र आमासँगै बसेर पछि त अनि अब तपाईँकै इच्छा नि त कहाँ बस्ने भनेर त अब खै के हुन्छ हेरौँ न अनि त्यहाँ त अनि तपाईँको त्यो ठुला मम्मीको घर तराईमै हो कि त्यो पहाडमा हेर्दा पहाड जस्तो पनि कस्तो बेसी जस्तो कस्तो गाउँ को ठुलो मम्मी तपाईँको त्यो अहिले सानो मम्मी क्या ए होइन त्यो उयो मात्र हो भन्नाले भाडा मात्र बस्छु हो हाम्रो त्यो घर चाहिँ उता माथि हो त्यो चाहिँ अहिले पढाइ लेखाइको लागि भाइहरू छन् भाइहरूको लागि पढाइ लेखाइको लागि मात्र आउनुभएको उता स्कुल 8 सम्म मात्र छ नि त त्यो भएर नभए घर त माथि हो यहाँ चाहिँ भाडा मात्र हो दिदीलाई कसैले पनि साथ छोड्ने आमा चाहिँ आमै पाएको हो कि यो दुवैजना भाइलाई हजुर आमा र दिदी चाहिँ पाएकै हो भाइ हो कता हो भाइ अहिले लमजुम बेसी छ हजुर खाना खाएर फर्क्या हो हजुर ए को छ हाल त्यो रुममा यहाँ रुममा हामी हुन्छ हेलो गाइजहरू है यो जुन मुनि हजुर नगुलो कि को हुनुहुन्छ नि यहाँ दादा बोल्दै हुनुहुन्छ नि उहाँ चाहिँ मेरो आफ्नो दादा है उहाँलाई पनि फलो गरिदिनु यसो लाइक फलोहरू गरिदिनु उहाँलाई सपोर्ट गरिदिनु है उहाँ चाहिँ मेरो आफ्नै दादा पर्नुहुन्छ है फलोहरू गरिदिनु उहाँलाई नै यसो सपोर्ट चाहिरहेको छ है फ्रेन्ड्सहरूले अब उहाँले नि यसो फलो लाइक सबैजना सपोर्ट गरौँ सपोर्ट ल सबैले फलो अनि लाइक कमेन्ट सबैले गरौँ हाम्रो सबैजनालाई यहाँ हुनुहुने आफ्नै साथीलाई पढ्नुहुन्छ उहाँलाई पनि सपोर्ट चाहिरहेको छ है सुनिता तामाङलाई पनि मैले फलो गरेको छु क्विन बहिनीलाई पनि फलो गरेको छु अनि है सबैलाई फलो गरेको छु है मैले ल ओके छ त दाइ थ्याङ्क यू फलो त गर्नु पर्यो नि ल है सबैलाई फलो गरेको छु सबैले फलो ब्याक गरिदिनु होला हजुर केशव राईलाई पनि मैले फलो गरेको छु हुन्छ यहाँ फलो गरौँ है फलो गरौँ सबैले फलो ब्याक पनि दिउँ नयाँलाई म जोइन गराउँछु है जसले गिफ्ट गर्दै हुन्छ नि सबलाई धन्यवाद है थ्याङ्क यू गिफ्ट गरिदिनु भएकोमा अनि जो मुनि बोल्दै हुन्छ उहाँलाई सपोर्ट गरिदिनु है उहाँलाई पुरा सपोर्ट चाहिएको छ है एकदम फाइनेन्सियली पनि अब त्यस्तै छ अब यसो गरिदिनु न सपोर्ट समीर हजुर के अरे मोबाइल अगाडि राखेर टक्क सबै देख्ने गरेर तिमी बस्छ न फोनमा हेड जतिवटा आउँछ त्यतिवटा मुख माथि आउँछ क्या मेरो
आमा हँसाउने रहेछ भाइले जे होस् खत्रै हँसाउने के साथीहरू गिफ्ट साथीहरू केही छ भने आइसुन्नु यता यतिको ट्यालेन्टै हुनुपर्छ भाइमा अनि तँलाई मैले ब्याग दिएँ है फलो गरेको छु है अनिताजी फलो ब्याग समीर दिनु होला एकदम ट्यालेन्ट छ नि समीर होइन समीर यतिमा ट्यालेन्ट भएन भने फेरि ठुलो मान्छे बनिन सकिँदैन नि त दिया श्रेष्ठ फेरि आउनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद डिया श्रेष्ठलाई मैले एकदम फलो गरेको छु एकदम गिफ्ट पठाउनुहुन्छ उहाँले चाहिँ अरू केही पनि सबैजनाले यो फर्स्टमा भएको यो गिफ्टरलाई अनि त्यसपछि एकअर्कालाई फलो गर्नु त गाइस जो गिफ्ट गरिदिनुहुन्छ है थ्याङ्क यू गिफ्ट गरिदिनु भएको 15 लेभल पुगेर यहाँ यसो गरिदिनु सबको 100 पुगाइदिनु होइन अनि 100 पुगाउँदै उहाँहरू गेट आउट बनिनुहुन्छ नि तपाईँहरू आउनु है जो मसँग बोल्न चाहनुहुन्छ अनि दिया श्रेष्ठ दाई हुनुहुन्छ है दिया श्रेष्ठलाई सबैले फलो गर्नु उहाँ चाहिँ दाई हुनुहुन्छ है उहाँलाई फलो गरिदिनु उहाँ चाहिँ अरू भन्दा एकदम मलाई एकदम सहयोग गर्दै हुनुहुन्छ अहिले यता टपमा भएको आइडीलाई फलो गरौँ है साथीहरू सबजना युग गुरुङ तपाईलाई धेरै धेरै धन्यवाद है तपाईले हट सेन्ड गरिदिनु भयो टपमा भएको तीनटा आइडी छ तीनटा आइडीलाई फलो गर्न गाइस हेरेर टपमा भएको तीनटा आइडीलाई फलो गर्न गाइस फलो गर्दिन है ए समीलाई नि फलो गर्नु गाइस समीलाई सँगसँगै नि फलो गर्नु गाइस खाना भयो भाइ भयो भर्खर सबैलाई फलो 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 ट्याप 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 पनि गरिदिनु होला भाइ सोनम खोयो अरे सोनम थ्यांक यू सो मच मलाई गिफ्ट दिनेहरूलाई पनि धेरै धेरै धन्यवाद भन्न चाहन्छु रमाइलो पनि हुन्छ सपोर्ट पनि हुन्छ अनि सबैजना आउने जाने नगरौँ है साथीहरू जो बोल्यो जो अहिले दाइ बोल्नुहुन्छ उहाँलाई एकदम सपोर्टको खाँचो छ है एकदम नगरिदिनु होला कोही पनि साथीहरू दिदी आमा फर्केको हो माथि आउनुहुन्छ कि माथि आउँछ भने आउँछ भनेर एकपल्ट मेसमा कमेन्ट गर्नु त तपाईँ आउनु है तपाईँ एकदम गर्दै हुन्छ तपाईँ माथि माथि आउनुहुन्छ भने हजुरलाई एकपल्ट तान्नु न तान्नु म झर्छु खुसी लाग्यो होइन 100 प्लान होइन दिया शेष हजुर एकछिन पर्खिनु ल सबैजनाले गरमै पुर्याउनु पर्छ है सबैजना अब रुल यस्तो गरिदिनु रुल होइन अब मैले चाहिँ ट्याप ट्याप गर्दैछु है समीर भाइ मैले चाहिँ ट्याप ट्याप गर्दैछु है ओके थ्याङ्क यू भाइ जति ट्याप ट्याप गर्छ त्यति नै फैलिने हो नि त 100 पुगेकोहरू तल झर्नु ल अनि त्यसपछि पाले पाले जोइन गर्छु भाइसँग बोल्न लाग्ने सबैजना जोइन पाउनु है अनि जो 110 भएको हुन्छ नि उहाँ चाहिँ अलिकति मेरै दाइ हो आफ्नै दाइ पर्नुहुन्छ हैन तपाईलाई थाहा नै छ अनि उहाँलाई सपोर्ट चाहिएको है जुलाई चाहिँ मैले नहटाएको है सपोर्ट गरिदिनु फलो ब्याक गरिदिनु आफ्नै दाइ हुन्छ म तपाईहरुलाई फलो ब्याक गरिदिन्छु कि म पनि युट्युबमा 500 सब्स्क्राइबर पुगाइदिनु फलो ब्याक सबलाई ओके ल म पनि सब्स्क्राइब गरिदिन्छु है के छ नाम भाइ तिम्रो युट्युब भेटेन मैले त ए मेरो बायोमा भेट्यो लिंक बायोमा छ मेरो लिंक बायोमा छ दिदीको चाहिँ भेट्यो मैले तिम्रो चाहिँ भेट्यो तपाईहरुले गर्दा दिदीको त मोनेटाइज भयो आइडी अब हैन म पनि फाइनान्शियली अलिकति स्ट्रङ भयो भने यो युट्युब टिकटकबाट आएको 8% पैसा चाहिँ म हैन यसो यो गर्दिनु भनेको छु हैन अब के हुन्छ है सपोर्ट गर्दिनु सब्स्क्राइब गरिदिन्छु ल म पनि हेरेर समीरले अब पहिला समीर हैन यहाँ बस्नु न अनि पहिला नाइक्ता बनाउ चट्टा बारेर अनि टक्का बारेर अनि त्यसपछि खाता खुलाउ खातामा जम्मा हुन्छ तिम्रो अब गिफ्टहरु दिएको अनि त्यसपछि अनि गेम खेल राम्रोसँग तपाईले पढ्ने पैसा त्यतिकै यस्तै उबाटै कमाउँछ के गेमबाटै कमाउँछ मज्जाले गेम अनि के रे साथीहरू हैन अझ मेरो भाइ समीरको चाहिँ नागरिकता बनिसकेको छ सिपारी सबै भइसक्यो अब नागरिकता चाहिँ भोलि बन्छ है भोलि सबजना एकदम खुसी लाग्यो समीरको नागरिकता बनिन्छ भन्दाखेरि सबै बनिसकेपछि त्यो भिडियोहरु पनि देखाउने छ हैन हजुरहरुलाई प्रशिक्षण गर्नु सकेसम्म है अब म चाहिँ अलिक राम्रै राम्रो सहयोग गर्नु भने अब फाइनेन्सियल अलिकति स्ट्रङै भयो भने चाहिँ मेरो आएको 50% चाहिँ हैन म
सहयोग गरिदिनेछु भनेको छु है। अब के हुन्छ सहयोग गरिदिनु। एकदमै राम्रो राम्रो सोच हो भाइ भाइ। पढ्नमा मेन पहिला तिमीले पढ्नमा ध्यान दिऊ अनि तिमी अब खुट्टामा उभिसके